के इन्सुलिन लिने बित्तिकै सुगर राम्रो कन्ट्रोल हुन्छ त वा इन्सुलिन लिइरहेका सबै बिमारीहरूको सुगर राम्रो कन्ट्रोल हुन्छ त? त्यस्तो कहिले पनि हुँदैन। किनभने व्यक्तिको जीवनशैली वा उसको कस्तो किसिमको खानपान छ, दिनमा कतिचोटि उसले खाना खान्छ, कति कार्बोहाइड्रेट, कति फ्याट, कति प्रोटिन खान्छ र उसको फिजिकल एक्सर्साइज दिनको कति बेला हुन्छ वा उसको दैनिक कामकाजमा कति शारीरिक परिश्रम छ, यो सबै कुराको विचार गरेर अनि उसलाई कस्तो किसिमको इन्सुलिन चाहिने भनेर चुज गरेर दियौँ भने मात्रै इन्सुलिनले राम्रो सुगर कन्ट्रोल गर्न सक्छ। नभए इन्सुलिन त धेरै किसिमका पाइन्छन्। कुनै 24 घण्टा काम गर्ने, कुनै 12 घण्टा काम गर्ने, कुनै 6 घण्टा काम गर्ने, कुनै लागिसक्ता काम गर्ने, कुनै लागेका 15 मिनटमा काम गर्ने, कुनै लागेको आधी घण्टापछि काम गर्ने। त्यस्तोरी अन्धाधुन्ध सबै इन्सुलिन सबै व्यक्तिमा सुट गर्छ भन्ने छैन। यदि जीवनशैलीसँग इन्सुलिनको तालमेल मिल्यो भने त्यसले राम्रो कन्ट्रोल गर्छ, नभए कन्ट्रोल गर्न सक्दैन। त्यही भएर यदि तपाईहरूको पनि इन्सुलिन लिँदै सुगर कन्ट्रोल छैन भने आफ्नो डाक्टरसँग सल्लाह गरेर आफ्नो जीवनशैली सुहाउँदो इन्सुलिन छ छैन निर्क्योल गर्नु होला।